सुन्नेर आफै आइसक्यो जाउँ गरे हैन सुन्नेर आइसकेको छ मर्केको होइन यो भित्र हड्डी नै चर्केको हो कि यहाँनिर हो म मान्छे अब भविष्यमा पनि दुख्दै दुख्दै आयो भने चाहिँ यहाँ बसेर हुन हस्पिटल जानुपर्छ हस्पिटल गएर एक्सरे गरेर अनि थाहा हुन्छ नत्र त त्यत्तिकै दुख्दै दुख्दै आयो भनेदेखि सुनिसकेर त यहाँसम्म सुनेर आइसक्यो ए नानीको खुट्टा अझै ठिक भएको छैन भएको छैन भने झन् बढी दुख्दै आयो सुनिसकेको त चर्किकन हड्डी त्यो खोइ एक्सरे गरेर हेर्नु पर्ने जस्तो एकचोटि हेर्नु त अब भरेसम्म कम भएन भने भोलि जानु पर्ला यहाँ राइफल केही छ जस्तो लाग्छ मलाई घरमा लिएर आउँ त लिएर आउनु त्यो राइफल त्यसले हुन्छ भयो ए त्यो एकदम निको हुन्छ त्यो त ल लिएर आउनु त लगाइदिन्छु नि त्यहाँ त्यसरी नसमातन झन् त्यही दुखिरहेछ गाउँघरको ठाउँ भिर काँड हुन्छ बारीको काङ्ला कुल्ली हुन्छ हिँड्दाखेरि अलिकति विचार बुझाएर हिँड्नुपर्छ कि यस्तो भएन जानी जानी लड्या हो र तिम्रो गाउँको बाटै त्यस्तै छ कालमा कालमा उफ्रिँदै हिँड्नुपर्ने तिम्रो तराईको जस्तो हुन्छ त त्यहाँ होइन कि धेरै त्यहाँ न तिमीले आफैले तिम्रो गाउँ कस्तो छ सबै घुमाइदेऊ भनेको है मैले तिमीले लिएर गएको भएर ल लड्ने बेलामा आफू लड्ने यो राइफल तेल ल्याइदिएको छु यो लगाएर हेर्नु एकचोटि यो लगाएपछि अब मर्केको नसाहरू च्यापिएको दुखेको चाहिँ एकदमै ठिक हुन्छ यसले पनि ठिक भनेर दुखिरह्यो भने चाहिँ भोलि एकचोटि एक्सरे नै गरेर हेर्नुपर्छ होला त्यो त्यही गर्नुपर्छ अब हेरौँ यसले पनि भएन भने चाहिँ अब भोलि हस्पिटल गएर एक्सरे गर्नुपर्छ अनि बुवा आमालाई त देखिन त कहाँ जानुभयो बिहानै मामा घरबाट तेरो मामाले फोन गरेर लिएर आएको थिएँ तेरो आमाले के न्यु पाऊँ जस्तो भइरहेको थियो माइत जानलाई लुगा लाएर हिँडिहाल्यो नि भोलि आउँछु भने यति अब आउने हो कि नआउने हो भोलि त आइहाल्नुहुन्छ नि किन बस्नुहुन्थ्यो अरे धेरै दिन